थिएँ। आइपुग्यौँ हामी यहाँ। पहिला त यो 4 बजेतिर खोलेको थियो। यो चाहिँ चर्च हो। चर्च छ यतातिर। राम्रो छ। 4 बजेतिर खोल्छ कि पहिला 4 बजे पाउँछ नि किन 4 बजेतिर खोलेको थियो पहिला। मेन ठाउँ त्यत्रो बोल्यो भनेन त्यत्रो भिडियो गऱ्यो भने भनेन भनेको टुरिस्टहरू पनि लिएर आएका रहेछन्। साथीहरू हामी यहाँ भित्र छिर्यो राम्रो रहेछ होइन। यो चाहिँ म यहाँ पहिला पनि आएको थिएँ। यो अर्कोचोटि आएको दोस्रोचोटि भयो भनौँ। अरू पनि आएको 4 बजेपछि चाहिँ खुल्छ है। 4 बजेपछि गेट अब जाँदैछन् त अब यहाँबाट लागेँ यो वर्ष मार्चमा अबको 10 मिनटमा चाहिँ गाडी छुट्दैछ। हामी आउँदा 216 नम्बरमा आएको थियौँ। 229 4 बज्न लाग्छ। अब यो गाडीमा चाहिँ हामी चाहिँ लास्ट पम्पमा जानु लाग्छौँ है। अब चाहिँ हामी फर्किँदैछौँ। अघि 216मा आएको थियो, त्यो बाटो अर्कै थियो। अहिले चाहिँ 229मा आएको छौँ। यसको यो चाहिँ रुट अर्कै छ। बाटो पनि यत्रो छ, सानो बाटो छ। अब चाहिँ हामी लास्ट पम्पमा जाँदैछौँ। त्यहाँबाट फेरि पुगेर ओर्लेर फेरि नि अर्को गाडी समात्नु पर्ने पोखरीको लागि।
आउँदाखेरिको बाटो त्यो तलबाटको बाटो आएको हामी 216बाट यो चाहिँ 229ले अर्को बाटोबाट ल्याएको छ अर्को बाटो त्यहाँ तल छ अर्को बाटो Putih sana ada ya. Jauh ya. ठ्याक्कै हाम्रोतिरको जस्तै छ बाटो हामी लासपामासको बस स्टपमा छौँ अघि आइपुग्यौँ अब बस्छौँ त्यसपछि फेरि गाडी पक्रेर जान्छ